आज चाहिँ एउटा अत्यन्तै जरुरी कुराको बारेमा छलफल गरौँ, जुन चाहिँ रुमर मात्र होइन, पोलिसी लेभलको प्रपोजल हो। र यसले हामी जस्तो नेपालीहरू जो भर्खर युकेमा आउनुभएको छ, जो स्टडी गर्दै हुनुहुन्छ र स्टडी खतम गरेर स्पोन्सर भिजामा कन्भर्ट गर्न खोज्दै हुनुहुन्छ वा त ग्रेजुएट भिजामा कन्भर्ट गर्न खोज्दै हुनुहुन्छ, उनीहरूको लागि चाहिँ यो प्रपोजल यदि रुल भयो भने यसले डाइरेक्टली हामी जस्तो नेपालीलाई एफेक्ट गर्छ। त्यो हो इन्डेफिनेट लिभ टु रिमेन, ILR। 5 वर्षबाट 10 वर्षमा हुन सक्ने डिस्कस अफिसियली टेबलमा छ हैन। हामी नेपाली किन युकेमा आउने सोच्छौँ? स्टडी गर्यो, त्यसपछि वर्क, अनि युकेको सेटलमेन्ट, अनि त्यसपछि फ्यामिली सेक्योर फ्युचर। 3 वर्षको ब्याचलर गरिसकेपछि कोही PSW जान चाहन्छ भने PSW मा गएर, हैन भने 5 वर्षको वर्किङ स्पोन्सर लिएर डाइरेक्ट 5 वर्षमा यहाँको ILR लिने प्लान हुन्छ। तर सडनली अब इमेजिन गर्नुस् कि त्यो 5 वर्ष सडनली बढेर चाहिँ 10 वर्ष भइदियो, त्यसपछि अब के गर्ने? यो कुरा जस्ट माइग्रेन्टको लागि मात्र होइन कि यो कुरा सबै हामी जस्तो स्टुडेन्ट जो नेपालबाट स्टुडेन्ट भिजामा आउन चाहन्छ, जो चाहिँ स्टडी खतम गरेर ग्रेजुएट भिजामा छ र ग्रेजुएट सकिसकेर पनि स्किल वर्कर रुटमा चेन्ज गर्ने सोचिरहेछ, यो सबैको लागि रिलेभेन्ट छ, सबैको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट छ र सबैको लागि चाहिँ चेन्ज हुँदैछ। म युकेमा आएको करिब 3 वर्ष भयो र मैले रेगुलर बेसिसमा इमिग्रेसन अपडेटहरू फलो गर्छु हैन, स्पेशली जुन चाहिँ कन्सल्टेसन स्टेजबाट फाइनलाइज स्टेजसम्म पुग्छ उनीहरूलाई चाहिँ अलि स्पेशली हेर्छु र यो रुल इम्प्लिमेन्टेसन स्टेजसम्म चाहिँ पुगिसकेको छ। हिजोसम्म यो टपिकको बारेमा डिस्कसन भइरहेको थियो, तर हिजो सबै कुराहरू क्लोज भएर अब फाइनल स्टेजमा पुगेको छ। यसमा ILR को लागि यिनीहरूले अन बेस सेटलमेन्ट प्रपोजल रेज भयो, लाइक स्ट्यान्डर्ड सेटलमेन्ट पिरियड 10 वर्ष बनाउने। यसको चाहिँ मैले अघि भनिसकेँ कन्सल्टेसन पिरियड चाहिँ हिजो नै क्लोज भइसक्यो, अब चाहिँ रिभ्यू हुन बाँकी छ र फाइनल अनाउन्समेन्ट चाहिँ मार्च अप्रिलतिर हुन सक्छ। त्यतिखेर चाहिँ सबै कुरा भेरिफाई भएर आउँछ, त्यसको चाहिँ एउटा म छुट्टै भिडियो बनाउने छु। अब एकछिन डिटेलमा बुझौँ हैन, यो ट्रेडिसनल भिजा सिस्टम चाहिँ हैन, यसमा चाहिँ अन सेटलमेन्ट मोडल बनाउने, लाइक कन्सेप्ट के छ भने 10 वर्षको चाहिँ बेसलाइन बनाउने अनि पर्फर्मेन्स बेसमा चाहिँ रिडक्सन बनाउने। लाइक तपाईको हाई स्यालेरी छ, लाइक पर इयर 50,000 भन्दा धेरै छ भने तपाईको 2-3 वर्षको रिडक्सन हुन सक्छ हैन। अनि त्यसपछि तपाईको स्ट्रङ इङ्ग्लिश ल्याङ्ग्वेज छ, तपाईले चाहिँ हायर लेभलसम्मको चाहिँ इङ्ग्लिश बोल्न सक्नुहुन्छ भने पनि त्यसमा पनि रिडक्सन हुन्छ। र तपाईको कामले पब्लिक सर्भिसमा कुनै रोल प्रोभाइड गर्छ, NHS कुनै इमर्जेन्सी यस्तो कुनैमा पनि तपाईको रोल छ भने त्यसमा पनि अफकोर्स रिडक्सन नै हुने भयो। र प्रब्लम चाहिँ कहाँनिर आइदिन्छ भने लो स्यालेरी भयो भने त्यसमा चाहिँ रिडक्सन कुनै पनि हुँदैन। अर्को भनेको तपाई कुनै बेनिफिट क्लेम गर्दै हुनुहुन्छ भने त्यसमा कुनै रिडक्सन हुँदैन, त्यसमा पेनल्टी लाग्न सक्छ। कोही इलिगल ओभरस्टे छ भने अफकोर्स उनीहरूलाई चाहिँ अझ डिले हुने भयो। यो सिस्टमले चाहिँ के गर्छ भने जसको हाई कन्ट्रिब्युसन छ, हाई इन्कम छ, उनीहरूलाई चाहिँ राम्रो रिवार्ड गर्ने भयो। जसको चाहिँ लो कन्ट्रिब्युसन छ उनीहरूलाई पेनल्टी गर्ने भयो, भनेको उनीहरूलाई लामो अवधि बनाउने भयो। र यसले चाहिँ फ्युचर लस के कसरी हुन सक्छ भनेर एउटा रियलिस्टिक सिनारी हेरौँ है। तपाईँ सेफ भएर काम गर्दै हुनुहुन्छ र तपाईको अर्निङ चाहिँ पर इयर 25,000 देखि 30,000 बीचमा छ भने कुनै पनि रिडक्सन हुँदैन, त्यसमा 10 वर्ष तपाईले वेट नै गर्नुपर्ने हो। र अर्को भनेको कोही IT सेक्टरमा छ र उ स्यालेरी 55 देखि 60,000 को बीचमा छ भने उ चाहिँ ILR को लागि अलिकति छिटो एलिजिबल हुन्छ। यो दुईटामा धेरै लाइफ चेन्जिङ डिफरेन्सहरू छ। 5 वर्ष वेट र 10 वर्ष वेट गर्नुमा के डिफरेन्स छ? पहिला कुरा भयो तपाईको मोर्गेज एलिजिबल डिले हुने भयो, सिटिजनशिप डिले त अब भइहाल्यो ILR डिले भयो भने। अनि अर्को भनेको तपाईको प्यारेन्ट्स युकेमा यदि तपाईले भिजिट भिजामा ल्याउन चाहनुहुन्छ, लङ स्टेको लागि राख्न चाहनुहुन्छ भने त्यसमा पनि डिले नै भयो। मेन कुरा चाहिँ साइकोलोजिकल प्रेसर, स्ट्रेस र मेन्टल प्रेसर एकदमै डबल हुने भयो। अब यसको इम्प्याक्टहरू हेरौँ है। स्पेशली नेपालीहरू कि त केयरमा छन् जसको चाहिँ लो स्यालेरी छ, सेफ किचन फिल्डमा छन्, अफकोर्स उनीहरूको स्यालेरी 40,000 भन्दा तल छ। र धेरै जस्तो स्टुडेन्टहरू जुन मिड लेभल स्यालेरी जबमा छन् उनीहरू सबैलाई चाहिँ यो प्रपोजलले चाहिँ एफेक्ट गर्छ। र सबैभन्दा ठुलो क्वेसन के छ भने अलरेडी 5 इयर रुटमा जो पहिला छन् उनीहरूलाई रेट्रोस्पेक्टिभ लाग्छ कि नै, भनेको उनीहरू को लागि यो रुल लाग्छ कि लाग्दैन, यो कुराहरू क्लियर हुन जरुरी छ। र यो कुरा मार्चतिर क्लियर हुन्छ। तर प्यानिक नगर्नुस्, यो फाइनल ल भएको पनि छैन। कन्सल्टेसन फिडब्याक धेरै आएको छन्, पोलिटिकल प्रेसर अफकोर्स छ, पोलिसी मोडिफाई पनि हुन सक्छ, लाइक ट्रान्जेक्सनल प्रोटेक्सन आउन सक्छ। र स्टोरी हेर्दा युकेमा यस्तो इमिग्रेसन प्रपोजलहरू मोडिफाई भएर इम्प्लिमेन्टेसन भएको धेरै इक्जाम्पलहरू छ। यदि हिस्ट्री हेर्ने हो भने अब आफूले चाहिँ के प्र्याक्टिकल हुन जरुरी छ भने आफ्नो भिजाको टाइमलाइनहरू हेर्नुस् हैन, र एक्ज्याक्ट क्याल्कुलेट गर्नुस्, त्यसपछि स्यालेरी ग्रोथ पोटेन्शियल सेक्टरहरूलाई टार्गेट गर्नुस्, आफ्नो इङ्ग्लिसलाई चाहिँ स्ट्रङ बनाउनुस्, त्यसपछि फाइनान्सियल प्लानहरू चाहिँ लङ टर्मको लागि बनाउनुस्, अनि सकेसम्म अफिसियल सोर्सहरूलाई चाहिँ फलो गर्नुस्।
रुमरहरूलाई फलो नगर्नुस् र मैले यो भिडियो कुनै पनि फियर स्प्रेड गर्नको लागि बनाएको होइन यो चाहिँ प्रिपरेसनको लागि बनाएको होस् हामी जस्तो स्टुडेन्टको नेपाली कम्युनिटी छ उनीहरूलाई चाहिँ इन्फर्म होस् भनेर बनाएको हो इफ दिस हेल्प यु टु अन्डरस्ट्यान्ड क्लियरली लाइक शेयर र सब्स्क्राइब गर्नुहोस् कमेन्टमा आफ्नो करेन्ट भिजा स्टेज के छ त्यो लेख्नुहोस् तपाईँ स्टुडेन्टमा हुनुहुन्छ कि ग्रेजुएट भिजामा हुनुहुन्छ कि वा त स्किल वर्करमा हुनुहुन्छ अनि लेट्स डिस्कस विथ द फ्याक्ट दिने भन्छु होइन सी यु अन द नेक्स्ट भिडियो शुभ दिन शुभ रहोस्